नमस्कार झोरले वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू जहाँ हुनुहुन्छ सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु। म चाहिँ आज घर जान लागेको कि साथीहरू हेर्नु यस्तो बिजोग छ कि बाटो बनाएको भएर गाडीहरू कुनै पनि हिँडेको छैन। त्यो भएको भएर मलाई चाहिँ घरबाट बाबु लिन आएको छ कि अनि यस्तो क्या अब फाल्टो बनाएर राखेर चाहिँ अनि हामी चाहिँ डेलीबाट जाँदैछौँ है। बिस्तारै गर्नु है बिस्तारै। आज चाहिँ साथीहरू हाम्रो घरमा रोपेछौँ छ अनि म चाहिँ भर्खरै आइपुगेर खाना खाएर खाजा बनाउनु लागेको होइन। मेरो भागमा चाहिँ खाजा बनाउनु हो अनि खाजा बनाएर भएपछि म जान्छु माथि यसो रोपे जस्तो गर्छु होइन। अनि मेरो बुढो चाहिँ लोड परिसक्यो हेर्नु है। नेत्र सर के छ हालखबर? कस्तो लागिरहेको त नि तपाईँलाई? रमाइलो। थकेला छैन? बधाई छ हजुरलाई। एउटा गाडी चलाएन अहिले? अबै एउटा गाडी पनि चलेको छैन कि। अनि हेर्नु न यहाँ मैले भिडियो बनाएको छु कस्तो बाटो आएको छ हजुरको बुढी भनेर। अब तपाईँले मलाई पुऱ्याइदिनुहुन्न? कहिले रोपेँ? कहिले? मलाई पुऱ्याइदिनु पर्छ बुढो। कहिले र? बिहा अगाडि कि बिहा पछाडि? ए गाडी नचल्यो तनावकै साथीहरू। यस्तो गर्मी छ नि कुरै नगर्ने। म त कसरी मैदा नउठिने थाहा छैन। खाजा पकाएर भ्याएपछि यहाँ हेटवटाको घाम अनि यो कालटारको घाम देख्दाखेरि त नि साथीहरू म त स्वर्गमा बसे जस्तो क्या। स्वर्गमा बसेर छु अहिलेसम्म। यस्तो गर्मी भएको छ कि जाँगर पनि केही आएको छैन। मैले तरकारी पकाएँ यो हेरिकन त हाम्रो म त स्वर्गमा बसेर छु साथीहरू। अब मैले त्यो ठाउँ छोडिहाल्नु म कसरी बस्ने हो? म त सक्दैन हेटवटामा बस्ने त। गाह्रो हजुर। खाजा कतिको खाने हो र हजुर? काम सकेपछि म आउँ के गरौँ भनेर हो के अरे रोप्नलाई? आऊ रोप्नलाई के त्यो अहिले पानी भित्र किन पुग्दै हिँड्ने क्या? फोटो भिडियो म युट्युबमा हाल्छु हेर्नु ल। आमा हाई भन्नु नि त नि भिडियोमा। हाम्रो चाहिँ खेत रोपाइ हुँदैछ होइन। म चाहिँ भर्खर आएको कि अब म नि रोप्छु। अब अहिलेसम्म रोपेँ छैन अनि अब यो यही टाइम हो फर्स्ट लास्ट पनि यही हुन्छ होला है आमा? अर्को पल्टबाट गर्नु सकिँदैन होला नि? नगर्ने भन्नुभएको कान्छाले त? होइन त फर्स्ट एन्ड लास्ट यही हो नि त बुढो। हजुर ल म पनि रोप्न जान्छु ल। कति दिन भयो कुनै धान रोपेको? देखाउने
दिन्छु कि म ल गाइज धान रोप्नेको चपेटा कराए करा रासरले पहिला त रमाइलो हुन्थ्यो नि हिजो खेल्थ्यो कति रमाइलो हुन्थ्यो मान्छे त यति नै हो पहिला पनि सिपले ल काकी हजुर होइन ठुलो पाटा त जलमल्लो छ रातभरि लगाइदिएको गाउनु त काकी ल खै एउटा गीत ल ल ठिक ठिक पछै हाल्यो मन बोकेर पूर्वतिर भुइँया पछै हाल्यो मन बोकेर पूर्वतिर भुइँया फर्केको पुच्छर जस्तो बेनाजुको त्यहाँ के भनिरहेको आउँदैन नि आमा किन तल झारौँ ल यो त फुपू कस्तो लागिरहेको छ नि रोपै बिहानसम्म त हिजो रातिसम्म त टेन्सन लिइरहनु पर्छ नि अझ उ क्या मेलो अलिक ढिलो भएको खेतालाई थोरै भएको कि धेरै भएको के बाक्सै धेरै भएको थोरै भएको रोपार थोरै भएको अनि हामी त बसिहाल्नु त नि मेलो दिन सकेन नि त ढिलो भयो नि त त्यही त मेलो दिन चाहिँ सकेन नि ट्र्याक्टरले
नेमारा 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 नेब्रा नेब्रा नेप्रा नेब्रा भन्ने चाहिँ सुनेको थिएँ मैले हो नेप्रा त्यो हाल न अनि कहिले अनि झरेन नि त कसरी झार्न लाउनु भयो झार्न लाउनु भयो होइन नि त्यो खानु नै भाल्यो ए ल यो चाहिँ हाम्रो रातदाईको फुल है के गर्नु यो भोलि चाहिँ तपाईँहरू कता हौ काम चिनमाइन जान्छ है म त यहाँ एकछिन आमाहरू कहिले जानु त ल डरै लाग्छ के गरे हो यो भोलि कहिले हो पूजा के को पूजा भोलि सत्सङ सत्सङ मकै हो मकै हो च्याते मकै च्यातेको रोपे हिजो सकिएर भइहाल्यो अब यो यसो खेतबाट निस्केको मकै हो कि मकैको फेरि यस्तो छ अवस्था अनि सबै त्यो नङ्गाउने हो त कोही कोही त ननङ्गाउने नै होला नि पर्दैन ए सबै लैजाने यसरी होइन होइन नङ्ग्या त किरा लाग्थ्यो क्या चाँडो लाग्दैन मजाले सुकाए के अरे उ गरेर राखेपछि छोडाएर राखेपछि नङ्ग्याएर किरा लाग्ला क्या यस्तो जाँदा हरियो मकै किरा लाग्न चौपट तर यो छिपेको छैन लाग्नु च्याख्लो बनाएर खाइहाल्ने काला बनाएर खानु कोही अब उ गरेर खाने च्याख्ला खाने ढेँडो खानु कोही चाहिँ उसिनेर खानु कोही भुटेर खानु धेरै मान्छे हो न खा भयो होइन अनि अघि नै आउनु भने होइन भनेको कि हामी 5 बजीबाट म चाहिँ छोडा खा कि अनि झन् उठ्नु है छिटो उठ्नु आज यो सबै काम सकेर तल मान्छे यहाँ थाकेर मर्ला उसलाई आजै त हो अलिकति शुद्ध पाएको भनेको हिजोदेखि हिजो झन् 4 बजी उठेको भन्नु सकिन्छ गर्न गाह्रो छ है आफ्नो सबै सक्यो हेर्छु कहाँ अब यहाँ भेषको बाँकी छ के नगर्नु घुरा हो शान्ति भोजुको बाँकी छ यो ठुलो घोडा चाहिँ हिँडेर हुन्छ नि हामी चाहिँ अहिले मकै छोडाउँदैछौँ कि सबै मकै नङ्गाएर लाने हो कि तल गएर है मकै चाहिँ कस्तो सानो कि बाँदरले खाएर त्यही पनि केही रहेनछ आमे ल तिम्रो चाहिँ म तातो पानी खाएन नि त मैले अब भरे खाने भरे खाने अरू बेला त पानी खा कि खा भनेर दिने हो त नि अहिले खानु छु भनेको बेलामा चाहिँ चिया त खुबलाई यो चियामा चाहिँ नि ऊ हाल्नुभएको रहेछ बाबरी हाल्नुभएको रहेछ पुदिना मिठो भा सुन्नु न पदेना हाल्नु भयो यसमा पदेन हाल्छ चियामा पदेना हाल्छ नि त पुग्नु मिठो भा तपाईँ पनि खानु ल पुदिना हालेर चिया हजुर हाम्रो हजुर कता गयो फेरि पुछेको कतिखेर जाने भन्नुभयो र सत्सङ आज कहाँ हो सत्सङ हजुर को लैजान्छ त गाडी यहाँ पुग्न नभएर मैले लानै सक्दैन अटोलाई भन्नु के गर्नु त्यो चाहिँ मैले अघि छोडाएको यता कम्प्लिट छोडाउनु भएको आइसक्यो म चाहिँ अब तरकारी लिएर जाँदैछु तरकारी चाहिँ लौका टिप्ने रे लौका पकाउने लौका कत्रो ठुलो फलिराखेको रहेछ कि खेतालाहरू यहाँ हुनुहुन्छ खै त माथि पुसेको माथि जानुभयो माथि छ अरे त पुसेको भएको चाहिँ अनि दुईजना तल दुईजना माथि गर्नु पनि भने ढल्यो मकैको बोरा कहाँ जान्ला त तिमी म उता लौका टिप्नु जाऊ ढल्यो कि समातिनु न कत्रो ठुलो लौका रहेछ कि यो भाँडा नचाहिने रहेछ ल यो चाहिँ आफ्नै घरको है हाम्रो पुसेले रोप्नु भएको अनि भदिनले टिपेर तरकारी पकाउनु लागेको के भने अरे रात दाइले के भन्नु खा र चिप्ली बडी फ्राई चाहियो भने होइन
त्यो चिल्ली भने पनि फ्राई गरिदिन्छु म आउनु रे अब हो त अब यहाँ म काम गरिरहेको मान्छेलाई घाम लाग्यो कुकुरले खाँदैन के काट्यो यो खसी हँ खसी सेतो छ त सेतो खसी देख्नु भएन हजुरले उहुँ। ल हाम्रोतिर चाहिँ यस्तो खालको हुन्छ क्या खसी हो ओहो दादा चाबी कहाँ छ बाइकको कहाँ रेडमा त्यो पाँच त राम्रोसँग मिलाउनु हामी सुट ठाउँमा अब हामी चाहिँ माथि घरबाट फर्किनु लागेको कि रोपिसक्यो मकै पनि छोडेर भ्यायौँ अब कुकुरहरूले चाहिँ मकै ल्याउनुहुन्छ अब हामी चाहिँ यहाँबाट एटोडा लागेको है त ल बाटो चाहिँ यस्तो छ आजकल चाहिँ सजिलो कि जहाँ पनि बाइक पुग्ने नि त अनि त्यो भएको भएर